हेलो हजुर नमस्ते हजुरलाई स्वागत छ गौतम परियार ब्लगिङ च्यानलमा र आज धेरै दिनपछि हजुरले सानोटा ब्लगिङ भिडियो हजुरको समक्षमा लिएर आइरहेको छु र आशा गर्दैछु हजुरलाई मन पर्छ होला भनेर र हजुरलाई मन पर्यो भनेदेखि अवश्य नै लाइक गर्नु र शेयर गर्नु र च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नु होला र आज चाहिँ स्पेशल डे चाहिँ के हो भनेर तपाईले ब्लगिङ भिडियोको थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ होला र आज चाहिँ मेरो लाइफको स्पेशल डे के हो भनेर र आज 20 मार्च बिहानको लगभग 6:30 बज्न गइरहेछ र म नुहाइदै गएर एकदम रेडी भइरहेको छु र आज म कहाँ जाँदैछु भनेर अरु कुरा म तपाईलाई विस्तारले बताउनेवाला छु र तपाईलाई देखाउनेवाला छु। तबसम्म भिडियोमा बनिराख्नु होला। हजुरले थम्बनेल भिडियो हेरेर थाहा पाइसक्नु नै भएको छ होला आज जुन स्पेशली के हो भन्ने कुरा, तर म तपाईलाई एकचोटि फेरि दुबारा बताउन चाहन्छु। आज भने 20 तारिक मार्च महिनाको मेरो जन्मतिथि हो र म जाँदैछु गाउँको नजदिकी हेमिल्टनगञ्ज फरवर्डनगरको छेउमा श्री राधाकृष्ण मन्दिर र म त्यहाँ पुगेर तपाईलाई अरु पनि कुराहरु विस्तारले बताउनेवाला छु। तबसम्म भिडियोमा बनिराख्नु होला। र म आइसकेको छु श्री राधाकृष्ण मन्दिर र म अब भित्र एन्ट्री हुनेवाला छु गेटदेखि र अरु कुराहरु तपाईलाई विस्तारले देखाउनेवाला छु। र धेरै दिन बादमा म आज फेरि आएको छु किनकि काफी दिन म लगभग जनवरीमा त म डेली नै आउँदै थिए, तर अहिले फेरि केही कारणले म आउन सकेको छैन किनभने दोकान मलाई डेली ठिक टाइममा खोल्नु पर्ने हुन्छ र मन्दिर आयो भनेदेखि फेरि बेला बेलामा ढिलो हुन्छ र त्यही भएर मैले आउन सकेको थिइनँ। र आज धेरै दिन बादमा म मन्दिरको प्राङ्गणमा आएर मलाई अति नै खुसी लागिरहेछ र बाजेलाई मन्दिरको बाजे पुरोहित बाजेलाई देखेर मैले हरे कृष्ण भने र उहाँले मलाई भन्नुभयो र यसपछि मैले बाजेलाई बताएँ कि बाजे मेरो आज जन्म तिथि तारिक हो र मैले केही प्रसादहरू अलिकति लिएर आएको थिएँ घरबाट, जस्तो कि अलिकति कटिङ मिश्री अनि लड्डु अनि अलिकति घिउ र आरती गर्नलाई आरती कपुर र म अलिकति पूजा गरिदिनुस् मेरो नामले मन्दिरमा भने र यसपछि बाजेले हुन्छ भन्नुभयो र बाजेलाई मैले भनेको थिएँ कि बाजे म आज एउटा घिउको दियो बाल्न चाहन्छु मन्दिरमा भन्ने। यसपछि बाजेले ल हुन्छ भनेर दियो रेडी गरिदिन थाल्नु भयो र बाजेले दियो रेडी गर्नुन्जेलसम्म मलाई अलिकति भिडियो गरी मन्दिरको जो कि तपाईले देखिरहनु भएको छ श्री राधाकृष्णजीको कति राम्रोसँगले सजाएको छ र हजुरले पनि समय लिएर आउन सक्नुहुनेछ। श्री राधाकृष्ण मन्दिर हाम्रो नजदिकी हेमिल्टनगञ्जको फरवर्डनगरको छेउमै छ। कसैले पनि सोध्नुभयो भने तपाईलाई बताइदिनुहुनेछ मन्दिर यहाँ छेउमै छ भनेर। र आज धेरै दिन बादमा मन्दिरमा आएर अति नै मलाई खुसी लागिरहेछ र शान्ति फिल गरिरहेछु र तबसम्म बाजेले दियो बनाएर रेडी गरिदिइसक्नु भएको छ र मलाई भन्नुभयो कि जलाउन सक्छु भनेर र यसपछि मैले दियो जलाएँ र मैले दियो जलाएर हातमा लिएँ र मैले श्री राधाकृष्णजीको आरती उतारेँ। यसपछि र आरती उतारिसकेपछिदेखि मैले तल दियोलाई तल राखेँ र 2 हात जोडेर 33 कोटी देवदेवताको नाम लिएर भने सधैँभरि यसरी नै हजुरको प्राङ्गणमा आइराख्नु पाऊँ र यो देश दुनियाँमा मनुष्यदेखि लिएर जति पनि जीव जन्तुहरू छ सबैजनाले नै आफ्नो जीवन सुख शान्ति बिताउन पाऊँ र मैले बिताउन पाऊँ भने र यसपछि मैले अलिकति दियोको आशिष लिएँ सधैँभरि राम्रो बाटोमा हिँड्न सकौँ भनेर। र यसपछि म घरमा आएपछि मैले अलिकति रेडी गरेको थिएँ नानीहरूको लागि अलिकति प्रसाद लड्डुहरू अनि चक्लेट्सहरू र मलाई लाग्यो आजको दिन अलिक सानो नानीहरूलाई खुसी गर्नलाई मैले गिफ्टहरू लिएर आएको थिएँ। र यसपछि मैले बारिकीसँगले गाउँको घर छिमेकीको बहिनीको नानीलाई पनि लिएर आएको थिएँ र मेरो आफ्नै भान्जी पनि छ छेउमा र सायदमा मेरो दाजुको छोरा पनि र बारिकीसँग मैले उनीहरूलाई टिकाहरू लगाएँ होइन। त्यसपछि सबैलाई बारिकीसँगले टिका लगाइदिएर उहाँहरू पनि एकदमै खुसी लागिरहेको थियो नानीहरू र मलाई पनि खुसी लागिरहेको थियो र बारिकीसँगले मैले आफ्नो दाजुको छोरालाई पनि लगाइदिएँ छेउमा जो कि देख्नु हुँदैछ अहिले र उसले मलाई ह्याप्पी बर्थडे भनेर मैले धेरै धेरै धन्यवाद नानी भने। त्यसपछि बारिकीले नानीहरूको मुख मिठाई गरिदिएँ मैले
सबभन्दा सानो नानीलाई पहिला र नानीहरूको मुख मिठाई गरेपछिदेखि मैले नानीहरूको खुट्टा ढोकेर आशीर्वाद मागी कि यसरी नै हर साल बाँचुन्जेलसम्म नानीहरूको मुख मिठाई गर्न सकौँ र उनीहरूलाई सानोतिनो केही गिफ्ट दिन सकौँ भनेर। र यसपछि मेरो भान्जीलाई पनि मैले मुख मिठाई गराएँ र हाम्रो भान्जीलाई चाहिँ मिठो अलिकति नमन पर्ने जस्तो लाग्यो। अनि यसो कुरा बुझ्दा चाहिँ मिठो चाहिँ नमन परेको होइन, उसलाई चाहिँ चक्लेट चाहिएको रहेछ र मैले उसलाई चक्लेट दिएँ र चक्लेटै खाऊ भनेर। र यसपछि मैले आफ्नो भान्जीको पनि 2 खुट्टा ढोकी र नानीलाई पनि मेरो तर्फबाट एउटा सानोबाट चक्लेटको गिफ्ट भेट गरेँ मैले। र यसपछि हाम्रो घरको सानो भाइ मेरो सबैभन्दा ठुलो दाजुको छोरा हुनुहुन्छ र उसको पनि मुख मिठाई गरेपछिदेखि मैले 2 खुट्टा ढोकी र नानीलाई पनि मेरो तर्फबाट एउटा सानोबाट चक्लेटको गिफ्ट गरेँ फेरि। र यसपछि नानीहरूसँग अलिकति मैले पनि रमाइलो गरेँ र नानीहरू आफूमै बिजी भइरहेको थिए चक्लेट्सहरू खानुमा र धेरै नै खुसी लागिरहेछ आज। र यसरी नै चाहन्छु हर साल नानीहरूसँग नै अलिकति इन्जोय गर्नु पाऊँ र नानीहरूसँग सेलिब्रेट गर्न सकौँ। र त्यसपछि फोटोहरू खिचेँ मैले नानीहरूको, मेरो आफ्नो यादगारको लागि पनि र आउँदो फ्युचरमा नानीहरूले यो फोटो देख्दाखेरि उनीहरूलाई मेरो यादगार होस्। सानोको बचपनाको फोटोहरू आफूलाई देख्दै अति नै खुसी लाग्छ जब हामी ठुलो भएको हुन्छौँ। र केही फोटो नानीहरूसँग मैले खिचेँ र म भिडियोको अन्तमा आइसकेको छु र हजुरले देखि नै हाल्नुभयो होला आजको मेरो जन्मदिन मैले कसरी मनाएँ भन्ने कुराहरू। र यसरी नै हर साल नै म मनाउने गर्छु र यसपालि चाहिँ मैले नानीहरूलाई चाहिँ गिफ्टहरू गरेँ र यसको अगाडि चाहिँ मैले गर्दिनँ र आशा छ आउँदो दिन पनि म यसरी नै नानीहरूलाई अझै राम्रोभन्दा राम्रो गिफ्टहरू गर्न सकौँ भनेर। र जे जति पनि मैले कसरी मनाएँ भन्ने कुराहरू तपाईँले मेरो भिडियोको माध्यमले देखिहाल्नु भएको छ। र अन्तमा म हजुरको समय धेरै नलिँदै एउटा सानोबाट म्यासेज आफ्नो आज जन्मदिनको उपलक्ष्यमा तपाईँलाई दिन चाहन्छु र आशा गर्दैछु हजुरलाई पनि मनपर्छ भनेर। जस्तो कि हजुरले देखिरहनु भएको छ र मैले पनि देखिरहेको छु हाम्रो भारतवर्षमा जति पनि हिन्दू सनातन धर्मलाई फलो गर्ने र हिन्दू धर्मलाई मान्नेहरू छन् उनीहरूले धेरै जति आजकल वेस्टर्न कल्चरलाई मान्ने गरेका छन्। र म चाहिँ यति नै भन्न चाहन्छु वेस्टर्न कल्चरलाई नमानेर र हाम्रो आफ्नो कल्चरलाई हाम्रो हिन्दू सनातन धर्मलाई प्रमोट गर्नुहोस् र हिन्दू सनातन धर्मलाई फलो गर्ने गर्नुहोस्। र हिन्दू सनातन धर्म चाहिँ गएर मन्दिरमा पूजापाठ गर्ने र दियोलाई बाल्नु सिकाउँछ, न कि वेस्टर्न कल्चरमा क्यान्डल बालेर फेरि निभाउन। र तर पनि तपाईँहरूमा कतिजनालाई अगर केक काट्न रहर लाग्छ र मनपर्छ भनेदेखि ठिकै छ गर्नुहोस्, तर बिहान मन्दिर जाने पूजापाठ गर्ने प्रसाद लिएर जाने त्यसपछि घरमा आएर त्यो प्रसादलाई गाउँ घरमा छिमेकीमा जति पनि पोसिबल हुन्छ ल्याउनु भएको हुन्छ त्यसलाई बाँड्ने खाने र राति भएपछिदेखि बाल्नुहोस् केक काट्नुहोस्, तर त्यो क्यान्डल बालेर फेरि निभाउनेवाला रसमहरू चाहिँ हाम्रो हिन्दू सनातन धर्म मनुष्यले गर्नुहुन्न। किनभनेदेखि तपाईँले आफ्नो आउँदो दिन के राम्रो चाहनुहुन्छ कि नराम्रो, अनि राम्रो चाहनुहुन्छ भनेदेखि हामीले दियो जलाएर जलाउनु पर्ने छ, न कि बलिरहेको क्यान्डललाई निभाउने। र साथै काफीजनाले आफ्नो जन्मदिनको दिन रातभरि जसको जस्तो जस्तो हैसियत हुन्छ त्यो अनुसारले रातभरि ओभर साउन्डमा गाना बजाउने र गाना पनि नजाने कस्तो कस्तो तरिकाको गानाहरू सुन्ने भएको छ होला। आजकलको गानाहरू अश्लील टाइपको गानाहरूको कन्टेन्ट धेरै हुन्छ गानामा पनि, त्यो बुझ्नु छैन सुन्नु छैन, बस गाना बजाछ बस मजा लिएको छ। र मदिरापान गर्ने र मिट मछली पशु प्राणीलाई मारेर काटेर खाएर आफ्नो आँतलाई भर्ने र खुसी हुने। र हाम्रो हिन्दू सनातन धर्म चाहिँ यो सब चिजहरूलाई चाहिँ
सिकाउँदैन र यो सब चिजलाई प्रमोट गर्न सिकाउँदैन। र म एउटा हिन्दू सनातन धर्मलाई फलो गर्ने केटो हो र म हिन्दू नै हो र म चाहिँ आफ्नो जन्मदिनको दिन यसरी नै जस्तो कि तपाईँले मेरो भिडियोको माध्यमले देखि नै हाल्नुभएको छ र यसरी नै सम्पन्न गर्ने गर्छु र आफ्नो घरमा जे पनि सब्जी भात हुन्छ त्यही नै खाने गर्छु र कुनै पशु प्राणीलाई मार्ने काट्ने मेरो रुल्स रेगुलेसनमा छैन। एक्चुअली मैले पनि बहुत अगाडि खान्थेँ, धेरै वर्ष अगाडि, तर जब म ठुलो भएँ र मैले कुरा बुझ्दै गएँ कि हामीले पशु प्राणीलाई हत्या गरेर खानुहुन्न भनेर कुरा, र त्यहाँदेखि मैले पशु प्राणी खानुहुन्न भनेर थाहा पाएँ। त्यहाँदेखि मैले नन भेजदेखि म भेजमा कन्भर्टेड भएँ र अहिले धेरै नै साल भइसकेको छ म फुल भेजिटेरियन नै छु अहिले। र यति नै भन्न चाहन्छु आफ्नो भिडियोको माध्यमले र तपाईँहरूले पनि कमसेकम आफ्नो जन्मदिनको दिन त कमसेकम यसो त खाँदै खानु हुँदैन, तर पनि त्यो खानु नखानु त्यो तपाईँहरूको आफ्नो सोच विचारमाथि डिपेन्ड गर्छ। तपाईँले के कस्तो सोच्नुहुन्छ, के कस्तो सोच विचार थ्योरीमा हिँड्नुहुन्छ, त्यो तपाईँहरूको सबैको आफ्नो आफ्नो विचार हुन्छ। र म चाहिँ आफ्नो भिडियोको माध्यमले तपाईँहरूलाई यति नै भन्न चाहन्छु कि सक्दो नखानुहोस् नराम्रो चिजहरू, न माल मदिरा, न मिट मछली, न नराम्रो तरिकाको गानामा डान्स गर्ने ओभर टाइमसम्म। र नाची पनि हाल्नु भने कुनै राम्रो राम्रो मिठो मिठो गानाहरू बजाएर नाच्नुहोस्। नेपालीमा पनि धेरै तरिकाको गानाहरू छ र हिन्दी पनि थुप्रै तरिकाको गानाहरू छ, राम्रो राम्रो गाना, त्यसमा तपाईँले डान्स गर्नुहोस्, इन्जोय गर्नुहोस्। म त्यसको विरुद्ध छुइनँ, तर गलत तरिकाको गानाहरू, नराम्रो तरिकाको कन्टेन्ट भएको गानाहरू बजाएर एकदमै खुसी भएर घरमा आमा छोरा छोरी बुझ्नु छैन सोच्नु छैन, बस नाचेको छन्। यो सब चिजहरू चाहिँ मलाई अलिकति मन पर्दैन र मलाई मेरो मनको कुरा जे थियो मैले आफ्नो आज जन्मदिनको दिन तपाईँलाई सेयर गरेँ र आशा गर्दैछु हजुरलाई मनपर्छ होला भनेर। र हजुरको धेरै समय नलिँदै म आफ्नो कुरालाई अन्त गर्न चाहन्छु र यसरी नै आउँदो भिडियोहरू राम्रो हजुरको समक्षमा लिएर आउने कोसिस गर्नेछु। र तबसम्मको लागि मेरो भिडियोमा भनिराख्नु होला र हजुरले पनि जतिजनाले मेरो यो भिडियोलाई हेरिराख्नु भएको छ उहाँले त्यहाँदेखि नै मलाई आशीर्वाद मेरो माथि भनिराख्नु होला। र त्यसो भए आफू साथै आफ्नो घर परिवार, आफ्नो फ्यामिली मेम्बरहरूको पनि ध्यान राख्नु होला। तबसम्मको लागि गौतम परिवारलाई इजाजत दिनुहोस्। फेरि आउँदो दिनमा यसरी नै राम्रो भिडियो र साथै अगर केही भन्ने लाइक म्यासेजहरू तपाईँलाई दिने म्यासेज लाइकको छ भनेदेखि म तपाईँलाई मेरो भिडियोको माध्यमले दिनेवाला छु। तबसम्मको लागि धन्यवाद।